सो आज चाहिँ फर्स्टमा म उता घरतिर जान्छु, त्यहाँ चाहिँ आरएमसी आउने अरे। आज पहिला उता जान्छु, त्यसपछि भैरवा पनि जान्छु होला हैन। अनि सबैजनालाई गुड मर्निङ। के छ कस्तो छ हजुरहरुकोतिर? आज शुक्रबार के गरिरहनु भएको छ? हरियो मकै आयो भन्ने आइसक्यो, म बल्ल उठेको छु। ओके ल है। सो आज फेरि म यतातिर छु अहिले बिहान बिहानै। यहाँ चाहिँ अहिले यो आइरहेछ, यो आरएमसी भन्छ। अब यो पाइप फिटिङ गर्छन्, पाइप फिटिङ गरेर म माथिल्लोमा लाने हो। एकछिन माथिल्लोमा जाम है त, माथिल्लोमा हेर्न चाहिँ गइहालौँ होइन। एकछिन है माथि जाम है, माथि म माथि लिएर जाँदैछु है त टेकान। भयो होइन। हो यहाँ माथि चाहिँ हामीले गर्ने हो होइन। अब हजुरहरुकोतिर पनि यही होला सिस्टम होइन, हाम्रोतिर पनि सिस्टम त यही हो। माथिको भ्यू यही हो होइन। अब यो आएको यसैको लागि हो। थाकियो त यार यति हिँड्दा हिँड्दा नि। दोस्रो तल्लामा आउँदा स्याङ हुने भइयो भनेपछि त कति छिटो बुढेसकालले छोएछ हो होइन। त्यहाँ पाइप फिटिङ गरेर टक्क पारेर त्यसलाई सबलाई अब यहाँ माथि चलाउँदैछन् टोलीले टक्क टक्क। अर्को गाडी पनि आउँछ अब एकछिनमा उताबाट। सो अब म जान्छु होइन, लड्डु र धजा लिएर आउँछु के। टक्क लड्डु चाहियो नि त, अनि त्यसपछि धजा लिएर आउँछु गएर। अब म चढ्दैछु तलतिर, चढ्दै जानु पर्यो नि त। यो टेकाल फैलिएकै छैन, यो यस्तो छैन टेक्ला भन्ने कुरा होला तिनीहरू। अझै झर्नु पऱ्यो, अझै झर्नु पऱ्यो, अझै तल झर्नु पऱ्यो। यहाँसम्म आइसक्यो पल्लमा, झर्दैछु गाइस झर्दैछु। ऊ त्यहाँ फिट गर्दै अनि टोलीले ठ्याक्क अब यो फिटिङ सिटिङ गरेर ऊ पाइप झरालिरहेन् नि। हो यो पाइप छ नि, यो पाइप छ नि, फिट गर्दै गर्दै माथि पुऱ्याउँछन् क्या। म चाहिँ यहाँ टक्क अब लड्डु र मिठाईहरू किन्न भनेर आएको थिएँ होइन। यो चोक कसले चिन्छ? यो चोक, यो चोकको बारेमा कसलाई थाहा छ ल कमेन्ट गर्नु है त। जसलाई थाहा छ त्यसले चाहिँ सर लाएर अहिले चाहिँ यति पाइप फिट भयो त्यहाँबाट त्यहाँसम्म माथि लगिरहन् होइन। हजुर पाइप पनि फिट भयो। म चाहिँ टक्क गएर आइसकेँ। म चाहिँ सामग्री लिएर आइसकेँ, लगेको टक्क पूजा सामग्री। अब सर र मासतिर जान्छु होइन। सर गर्दै गाडी पनि अर्को आइसक्यो। मैले लड्डु पनि खाइसकेँ। एउटा लड्डु शक्तिमा यहाँ लुगा राखेको छु, अहिले शक्तिमा लिएर गएर खाइसकेँ त्यो लड्डु। अनि यहाँ चाहिँ अहिले सर र यसरी अर्को गाडी आएको, अब त्यो गाडीले माल त्यसमा हाल्छ अनि त्यो पाइपै पाइप भएर माथि जान्छ। अब म माथि गएर देखाउँछु एकछिन है। म माथि जान्छु, माथि गएर देखाउँछु है त। देखाउँदा जस्तो देखिन्छ होइन। अब चाहिँ हामी माल यहाँ आउँछ सट्ट, यहाँबाट सुरु हुन्छ माल आउन। यो चाहिँ अहिले जाम खुलाइरहन् थोरै 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 गरेर। उताको दिनले ढुङ्गा हालिरहन् सर र म फेरि यो अझै त्यो कुनामा सर र अन्डेखा होइन। यो कुनामा सुरु भयो अहिले, मस्त काम भइरह है सुरु। ओइ 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 होइन माल यसरी हाल्छन् है। पुरिँदै पुरिँदै गएको यताको ठाउँ बाँकी छ, अहिले हाल्छ पुरै यता पनि। यता भ्यू हेर्नु माथिबाट हेर्दा यस्तो देखिन्छ सर के नि। यता अगाडिको हेर्ने ओ अगाडि ठ्याक्कै पहाड देखिन्छ। अब यसपछि माथिबाट ठ्याक्क पहाड देखिन्छ कि। अब यसपछि माथिको अझै मजा आउँछ भिडियो गर्न। अहिले टक्क अब पाइप खोलेर यतापट्टि सार्नु जस्तो मानेछु, नभए त्यो डुक्कोलाई उतापट्टि लिएर जान्छन् होला। ल यो गाडी चाहिँ खत्तम भयो है, यो गाडीको माल भइयो। अब यसपछि अर्को गाडी आउँछ। यो गाडीले यति पुग्दो रहेछ भनेपछि अब अर्को गाडी चाहिँ 3 गाडीमा भइहाल्ला। त्यही गरी अहिले चाहिँ आधी चाहिँ हामीले सकिसक्यौँ होइन। आधी भइयो। अब 2टा गाडी भइयो। त्यहाँ तल एउटा गाडी आयो, अर्को गाडी आयो। अहिले चाहिँ 2टा गाडी सकिसक्यो। अब एउटा गाडी हालेपछि भ्याइन्छ। अब यति भाग बाँकी रह्यो, अब यति भाग बाँकी रह्यो होइन। अरू भइसक्यो, अब यति छ है। धुरीले भ्याए हरि फास्ट भइन्छ हो।
ट्याकटुक हो के। सो गाइज म चाहिँ भैरवतिर आइसकेको छु होइन। भैरव अलि भित्रपट्टि छु, बुद्ध चोक भन्दा यति माथि छु म होइन। अनि बुद्ध चोकबाट थोरै माथिपट्टि आएको छु अहिले चाहिँ। यहाँ छु, यहाँ चाहिँ मोटरसाइकल बनाउँछु। यहाँ चाहिँ मैले एउटा गाडी बनाउनु दिएको थिएँ कि भन्नु, पानी ट्याङ्की बनाउनु थियो। हेलो हाइवे 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 उखुको जुस खान जाने र हाइवे 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 उखुको जुस खान जाने हो हाइवे हाइवे